अहिले आएर जसले म छु भन्छ नि तिनीहरूको लागि चाहिँ ल। जब पढ्दाखेरि घरकाले त बुझेनन्, घरकाले त लात हानेर निकालेन्। आज आफै जब गरिरहेको छु, आफ्नो जिन्दगी जिइरहेको छु, तब आएर भन्छन् भाइ के दुःख पर्यो मलाई भन्। सरी यार, भयो, चाहिँदैन मलाई कसैको पनि मेहरबानी। घरको मान्छेले त बुझेनन् त्यतिखेर, मलाई जगी लात लगाएर निकालेन्। त अहिले आएर म छु भन्नेहरूलाई म कसरी उयो गर्नु, विश्वास गर्नु। आफ्नो घरकोले त जब बुझ्दैनन् भनेपछि तिमीहरू त झन् को न को भाइ। म आफन्तलाई त आफ्नो सोच्दिनँ, किनभने आफन्तले त बेहोरा देखाएन्। छन् मेरो 2-3 जना जो छ मेरो दिलमा बसेकोहरू, उनीहरूलाई म अझै पनि सोच्छु कि जब दुःख पर्यो मलाई घरबाट लात लगाएर निकालेन्, तब त्यतिखेर उनीहरू मात्रै थिइन् जो मलाई सपोर्ट गरे। यहाँ तक कि मेरो आफ्नै बोजू, आफ्नै काका काकी हुन्छ नि एउटै घरमा बस्ने, उनीहरूले त सपोर्ट गरेनन्। उनीहरूले त मलाई हेला गरिन् भनेपछि अरूको त कुरै के गर्नु। त्यसले गर्दा भन्छु कि कोही पनि चाहिएन मलाई मेरो लाइफमा। म एक्लै छु, खुसी छु। मेरो फ्यामिली छन्, बस त्यतिमै म खुसी छु। मलाई अरू कोही पनि चाहिँदैन। त्यस्तो भन्नेहरू त धेरै थिइन् त्यतिखेर पनि कि भाइ भयो जे भयो आइजालु, तर मलाई मात्रै थाहा छ कि मेरो मनमा के बितिरहेको छ। म त्यतिखेर निक्लेर कहाँ जाउँ, कसो गरौँ भएको थिएँ होइन। मलाई कसलाई हेल्प मागौँ, त्यो टाइममा मेरोमा एक पैसा पनि थिएन, जो कि म घरबाट निक्लिँदाखेरि आफ्ना भाइले फोन बेचेर मलाई दिए। त्यसपछि म यता आएँ। म यता आएर मैले स्ट्रगल गरेर आफ्नो सबै कुरो गरेपछि आज आएर भन्छन् कि म छु भनेर। भयो यार, नहाँसौ, सक्दिनँ म हाँस्न। दिन डेली टेन्सनमा बाँचिरहेको छु, कसो गरेर हाँसिलो अनुहार पारेर बाँचिरहेको छु। अझै तिमीहरू त्यसमाथि छन् जक्स हान्छौ। चाहिँदैन, हाँस्नु छैन मलाई। म जस्तो छु ठिकै छ। दुःखमा बाँचिरहेको छु, दुःखमै बाँच्नु चाहन्छु। अरू मलाई कसैको साथ र कसैको सपोर्ट चाहिएन। बस मलाई मेरो साथीभाइहरूले